बहिनीले एकपल्ट आफ्नो शुभ नाम भने त मेरो नाम सानुमाया थिङ। सानुमाया थिङ बहिनी हुनुहुन्छ अनि उहाँलाई चाहिँ हामीले सम्मान गर्न गइरहेको छौँ। यो सम्मान चाहिँ ग्रिन एन्ड क्लिन आशिका फाउन्डेसनले गरेको सम्मान हो। अनि बहिनीको नाम भन्नुभयो एरिका बहिनी हुनुहुन्छ। ताली पड्काइदिनु ताली पड्काउने मान्छेको हातमा त मोबाइल छ अनि कसरी जितेर आउनु होइन। अब फाइनलमा के हुन्छ फेरि पनि फाइनलमा पनि हामी तपाईँलाई सम्मान गराउँछ है। यो अलिक बाङ्गो भएछ उयो बहिनीको टिका चाहिँ अलिक पकाएँ सम्मान गरेको छु करातेमा अझै पनि हालेर मैले तपाईँ पनि फुटालौँ है। मलाई कस्तो पवित्र भूमि यहाँ के जस्तो फिल भयो क्या आज। अनि त्यसपछि गएर यो चाहिँ अनि त्यो उ दिनु त सम्मान पत्र दिनु त सानुमाया थिङज्यूको चाहिँ सम्मान पत्र है। अनि यो चाहिँ हाम्रो एरिका गुरुङ बहिनी उहाँलाई पनि एकदम धेरै धेरै बधाई छ। र यसरी नै अझै हौसला बढ्दै जाओस् बहिनीहरूको आत्मबल अझै बढ्दै जाओस्। नेपाल आमाको एकदम सच्चा होइन पुत्री होइन यो भूमिको चाहिँ पुत्री भएर चाहिँ तपाईँहरूले आफ्नो इतिहासमा नाम लेख्नु होला भनेर भन्न चाहन्छु। र यो चाहिँ 50,000 यो है यो फेरि देखाएर भन्नुभयो है देखाएर चाहिँ दिनु हुन्थेन तर समाज यस्तो छ कि है त्यही भएर देखाएको त। अनि त्यसरी ल यो फाउन्डेसन 50,000 है 50,000 ल यो क्रेडिट उहाँले जित्नु क्रेडिट चाहिँ फेरि यता जान्छ क्या। दुईजना हाम्रो हिरोहरू हुनुहुन्छ उहाँहरू चाहिँ एकदम हजुरको शुभ नाम भन्नुहोस् कुशल श्रेष्ठ अनि महिनाकाली श्रेष्ठ हुनुहुन्छ। अनि उहाँहरू चाहिँ यो कराते कोचको चाहिँ उहाँहरू चाहिँ कोच होइन अब सिकाउने शिक्षक होइन शिक्षक हुनुहुन्छ। अब हाम्रो भाइ हात खोलिदिनु ल है ल ल ताली पढाइदिनु त सबैजनाले ल है हाम्रो ल है ल ल ल ल सबैजनालाई है ल उहाँहरू चाहिँ यो एकदम मेन उहाँले के भन्छ नि एकदम उहाँहरू दुईजनाले जित्ने मेन पछाडि पुस गरेर लाने होइन एकदम यो इतिहास रच्नको लागि सफल बनाउने हाम्रो ऐतिहासिक रचनाकार होइन चाहिँ उहाँ दुईजना हुनुहुन्छ। म चाहिँ उहाँहरूलाई एकदम ढोग्नै चाहन्छु ढोग्नै चाहन्छु किनकि उहाँहरूले यस्तै अझै यस्तोपट्टि जुन एउटा टिचर बनेर जसरी सपोर्ट गर्नुभएको छ अझै पनि बढ्दै जाओस् उहाँको हौसला।